अब हामी पुग्न लागेको छौँ मालिकाको भवनमा। हेर्नुहोस् उहाँको तलको हेर्न सक्नुहुन्छ तपाईँले त्यो भवन हो मालिकाको भवन। हेर्न सक्नुहुन्छ। अब हामी वहीँ जाँदैछौँ। तपाईँलाई पनि देखाउँछु मैले कस्तो छ। पहिलाको पुरानो पालिका भवन यहाँ थियो, त्यसपछि तल सरेको थियो। यहाँ पालिकामा प्रचण्ड सर पनि आइसक्नु छ। प्रचण्ड पनि आइसकेको थियो त्यो घोष गर्न। तपाईँहरू पनि यहाँ घुम्न आउनुहोस्। हाम्रो ठाउँ हो र मसित भेट्न मन लाग्छ भने हाम्रो मालिकामा पालिका वार्ड नम्बर 4 को पालिका भवनको यताको घर सिमाउनु होला। हेर्नुहोस् मसित साइकल छैन तर हिँड्दै गयो। हेर्नुहोस् पानीको टङ्की अनि मालिकाको टङ्की यो पालिकाको सबै मुलाहरूलाई पानी पहुँचाउने टङ्की हो। हेर्नुहोस् टङ्की। हेर्नुहोस् अब हाम्रो यो जङ्गल हेर्नुहोस् र पहिलाको पालिका भवनको नास्ता खाने ठाउँ त्यो देख्नुहोस् तपाईँले उतो थियो। अब अझै हामी तल बढ्दैछौँ र सबै कुरा देखाउनेछु सबैले यो भिडियोलाई फुल वाचिङ गरिदिनु होला र लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला। लाइक एन्ड सब्सक्राइब गर्दाखेरि एक सब्सक्राइब मेरोलाई हिरा जतिको छ गाइस। मैले फ्री फायरको गेम प्ले भिडियो पनि हाल्छु। मेरो त्यो पनि भिडियो फुल वाचिङ गरिदिनु होला। यहाँ 4 चोटि लाइन पनि आइसकेको छ। हेर्नुहोस् यस्तो घना जङ्गलबाट आइसकेको छ। र हामी अब पालिकाको भवनमा आइसकेको छौँ। हेर्नुहोस् हाम्रो यो पुरानो पालिकाको भवन र यो हो नयाँ भवन। हेर्नुहोस् नयाँ भवन यो लगभग बन्न लाग्यो 1.5 वर्ष जति लाग्न थालेको थियो र हाम्रो पालिकाको काम साम सब कुछ यहीँ गर्न चल्ने मान्छेहरू। बाइक सवारी साधन पनि चल्छन् यहाँ।